हेलो दर्शकबिन नमस्ते, सम्पूर्ण जनालाई नमस्कार छ। आज चाहिँ म तपाईहरुको माझमा चाहिँ एउटा महत्त्वपूर्ण कुराहरू लिएर आएको छु हैन। यो महत्त्वपूर्ण कुरा चाहिँ के रहेको छ भन्दाखेरि चाहिँ आज चाहिँ म बाटोमा हिँड्दै गर्दाखेरि एकजना व्यक्तिको चाहिँ मैले लाइसेन्स भेटाएको छु। यो लाइसेन्समा चाहिँ हामी देख्न सक्छौं है। यो लाइसेन्समा चाहिँ नाम हामीले हेर्ने छौं। यो लाइसेन्समा नाम हेर्यौं भने कृष्ण ओली छ, मान ओली बहादुर भन्ने पनि छ पछाडि है। त्यसैगरी हामी हेर्न सक्छौं यसको डेट हेर्यौं भने हामीले एक्सपायर डेट 2029 सम्म यसको एक्सपायर डेट छ। 2025 मा उहाँले चाहिँ एप्लाई गर्नु भएको रहेछ। यो चाहिँ मैले चाहिँ लाइसेन्स भेटाएको छु। कृपया यदि तपाई कृष्ण ओली यदि तपाई कहाँ यो भिडियो आइपुग्छ भने प्लिज मलाई सम्पर्क गर्नु होला। यो आफ्नो लाइसेन्स चाहिँ लगेर जानु होला। दाङमा है, लुम्बिनी प्रदेश दाङमा त मैले चाहिँ यो भेटाएको छु। दाङ तुलसीपुरमा मैले यो भेटाएको छु। हाम्रो तुलसीपुरवासीले जतिले पनि यो भिडियो हेर्नुहुन्छ तपाईहरुले चाहिँ ज्यादा भन्दा ज्यादा शेयर गरिदिनु होला। उहाँसम्म चाहिँ यो पुर्याइदिनु होला है। तपाईको सानो लाइकले र सानो शेयरले चाहिँ कसैको भलो हुन्छ, कसैलाई राम्रो हुन्छ भने त्यो नै ठुलो कुरा हो संसारमा है। त्यही भएर तपाईहरुले चाहिँ एउटा शेयर गर्नु होला, उहाँसम्म पुर्याइदिनु होला। बिचारा कति दुखी हुनु भएको होला है यो प्रमाणपत्र हराउँदा। त्यही भएर उहाँसम्म पुर्याइदिनु होला प्लिज। म तपाईहरुलाई हात जोड्छु। कसैलाई चाहिँ राम्रो गर्नु तपाईहरुको लागि पनि भलो हुनु हो। त्यही भएर प्लिज अगाडि बढौं। हामी चाहिँ सबैलाई यसरी आफ्ना आफ्ना जानकारीहरू यस्ता कुराहरू हराएका कुराहरू चाहिँ भेटिनेछन्। कृष्ण ओलीसम्म यो भिडियो शेयर गरेर पुर्याइदिनु होला। तपाईको लाइसेन्स मसँग सुरक्षित छ। धन्यवाद, नमस्ते।